फ्रान्स आउँदै हुनुहुन्छ र चाहिँ क्रुजको हल अफ रेसिडेन्समा बस्न सोच्नुभएको छ भने त्यहाँ चाहिँ सेयरमा किचन हुन्छ होइन, जस्तै यो किचन भयो अनि रुमहरू हुन्छ लाइनै, अनि यो चाहिँ रुम भयो है हल अफ रेसिडेन्सको। एउटा फ्रिज हुन्छ सानो अनि घरहरू, अनि यसमा एट्याच्ड टोयलेट बाथरुम हुन्छ। त्यो भयो अनि एउटा ऐना अनि दराज हुन्छ यसरी है, र यसरी घरहरू टेबल पनि हुन्छ एउटा ठुलो, रेडिएटर जोडेको हुन्छ साथै, अनि एउटा यस्तो बेड साथमा घरहरू र 3वटा ल्याम्प हुन्छ। यो चाहिँ 7औं तलाको भयो। अनि भ्यू यो चाहिँ बाह्य भ्यू हो। यसरी 9 मिटर स्क्वायरको चाहिँ यो रुम हो होइन। 276 युरो जति तिर्नुपर्ने हुन्छ प्रत्येक महिना। त्यो हुँदाखेरि जसो विद्यार्थीहरूको लागि काफ अप्लाई गर्दाखेरि राम्रै हो पे गर्न सक्दाखेरि, जस आनन्द हुन्छ, ढुक्क हुन्छ। आफ्नै टोयलेट एट्याच बाथरुम हुन्छ, बेड एकदम शान्त सफा, एकदम भ्यू पनि राम्रो। यदि तपाईँहरू पनि फ्रान्स आउँदै हुनुहुन्छ भने कृपया क्रुजको हल अफ रेसिडेन्स बुक गर्दाखेरि पनि राम्रै हुन्छ बस्नको लागि है त।